गाइज वेलकम टू माई मिनी ब्लग। आज चाहिँ हामी बिहान एकखेलबाट आयौँ होइन। अब दिवाली छ हाम्रो, मतलब दिवाली चाहिँ मातिममा हुँदैछ होइन। अनि मातिममा दिवाली थानमा देखाउँछ है, हुँदैन छ दिवाली थान होइन, दिवाली हुँदैछ। अनि बाटो दिवाली थान जाने बाटो होइन। अनि यस्तै छ गाइज। अब के हुनु र, अब बिहान आयौँ 5 बजे हिँड्यौँ होइन। अनि आइपुग्न चाहिँ हामी हिँड्न नसकेर के 10 बजे आइपुग्यौँ। अनि 10 बजे आएर एकछिन अल्छी, अब मतलब गल्यौँ भनौँ न। अनि एकछिन 1-2 घन्टा जति रेस्ट गऱ्यौँ। अनि त्यस पछाडि हामीले आफ्नो यसो अलिअलि मतलब आफ्नो आँगन अलिअलि सफा गऱ्यौँ। झार पलाएको थियो, झारमा देखाउँछु कस्तो पलाएको थियो भनेर हेर्नुहोस्। यहाँ यस्तो धेरै झार पलाएको थियो। यो घर पछाडिको अलिअलि मात्र, यता अलिअलि मात्र सफा गरिएको छ होइन। अनि यो आँगन यति यहाँनिर सफा गऱ्यौँ, अनि यता सफा गऱ्यौँ। साँझको भिडियो है, यो चाहिँ साँझ पर्दै जाउगिरी कराउँदैछ। अन्त यता सफा गऱ्यौँ यति अलिअलि अनि यहाँ तुलसीको मोठ पनि लिप्यौँ होइन। अनि यति आँगनमा यता पनि अलिअलि सफा गऱ्यौँ होइन। यस्तै छ, यो तुलसीको मोठहरू भयो। अनि यताको झार अलिअलि सफा गऱ्यौँ भनौँ। अब जे भए पनि अलिअलि मान्छे बस्यो जस्तो आए जस्तो गरायौँ। झार पनि यस्तै छ। अनि यो घर गयो। अनि यस्तै थियो क्या, आफ्नो आँगन चाहिँ यस्तै थियो। यस्तै झार थियो, यस्तो ठुलो झार थियो। अनि पानी चाहिँ ठुलो पानी अलिअलि त्यहाँनिर छ हाम्रो। अनि पानी यहीँ भइगयो, धारो त्यहाँ बनाएको छ। अनि आज दिनभरिको फोहोर सफा गरेर चाहिँ यहाँनिर राखिरहेको छौँ हामीले। अनि त्यस्तो छ। अनि जताततै यति चाहिँ सफा गऱ्यौँ दिनभरिमा आएर, खासै केही होइन हुनु चाहिँ होइन। यहाँ चाहिँ आमा मुन्टा केलाउँदै हुनुहुन्छ। अनि यो चाहिँ म जन्मेको घर है। यो राम्रो थियो पहिले त, अब मान्छे बस्न छोडिसके पछाडि चाहिँ खासै राम्रो छैन होइन। यस्तै छ। अब झार पलाइ त सागरमा चाहिँ छोडेर हिँडेको घर त्यस्तै त हो होइन। छोडेको घर सरी आँगन भन्छु होइन, केही छैन। साँझको भिडियो हो क्या, मैले साँझमा मात्र बनाएको। अब दिनभरि घाम थिएँ, टाउको पनि थियो। अब यसो अलिअलि सरसफाइ पनि गऱ्यौँ नि त, खासी बेरेर होइन। अनि पछाडिपट्टि गयो, घर पछाडिपट्टि मास्तिर के अरे घरमासतिर बरबटी कल छन्। अनि यतापट्टि हाम्रो सुन्तलाहरू थिए, सुन्तलाहरू सबै मरेछन्। अनि कोला रोपेको छ भर्खर, कोलाका बिरुवाहरू रोपेको छ। फल भने खानुपर्छ है गाइज, कस्तो हुन्छ होइन। त्यस्तै छ। अनि अर्को म लिची देखाइदिन्छु। र हाम्रो घरमा सब थियो थिएँ क्या पहिले। अब निबुवा पनि थिए, सुन्तलाहरू टर्नै थिए, मान्छे बसुन्जेल। अनि रुद्राक्षहरू सब थिए, अम्बक सुन्तला रुद्राक्ष लिची सब थिए, आँप सबै थिए, कोला बखडा अङ्गुर सब थियो। अब मान्छेले छोडेर गएपछि अब त्यति बेला पनि मलदल पुग्दो रहेछ क्या, आम्बहरू नै छैन। अनि त्यही भएर यो सुन्तला चाहिँ मरेर दाबै जस्तो गर्नु राख्यो कि अहिले सबैले ठुलो मलाई गाह्रो छ। अनि लिचीको बोट चाहिँ यो गाइज अलिअलि चिचिलो लागेको छ, अब रहन्छन् रहँदैन त्यो चाहिँ थाहा छैन होइन। तर लिचीको बोट चाहिँ छ। अब के गर्छ फल्नु नपर्ने चाहिँ थाहा छैन होइन। अनि यहाँ छ सुन्तलाको भर्खर बिरुवा, फलेको चाहिँ छैन। अनि म अब तपाईँहरूलाई आँप पनि देखाउँछु है। आँपको पनि बिरुवा छ, एउटा ठुलो त्यहाँ घरमासतिर छ। अनि यी दुईवटा आँपका बिरुवा, त्यो सुन्तलाको बिरुवा, परतिरका सुन्तलाका बिरुवाहरू मरेछन् सबै। अनि रुद्राक्षको बोट चाहिँ यो मभन्दा ठुलो भइसकेको छ है, कति छिटो। अब म नआएको पनि टर्नै भयो घरमा। म खासै दिवालीमा पनि आउन पाएकै थिइनँ होइन। यो वर्ष चाहिँ आएँ। अनि यो चाहिँ हेर्नु मैले थाहा पाउँदाखेरि अलिक मतलब सानो थियो, अहिले त यत्रो भएछ, मभन्दा ठुलो भइसकेको छ। यो लिचीका चिचिलाहरू चाहिँ टर्नै लागेको छ, नभएर रहन्छ रहँदैन होइन। यो चाहिँ उसकै ठाउँमा छ। अनि यो आँपको बिरुवा भइगयो। यी कोला घारीहरू हो, यो सबै कोलाका बिरुवाहरू रोपेको छ। अब भयो भने खाना हुन्छ भनेर होइन। यसो अलिअलि त्यही पनि के बाँदरलाई हुँदो नि हुन त, अब त्यही पनि यसो बिरुवा छन् भन्ने हुन्छ। अनि त्यहाँ तल अङ्गुर थियो, अङ्गुर पनि सबै मरेछ। बखडा पनि सबै लडेछ होइन, बखडा पनि थियो। अब मान्छे नभएपछि सबै बिरुवालाई पानी लाउने मान्छे भएनन्। अनि त्यो चाहिँ हाम्रो घर भयो। घर मासतिरको पनि त्यो आँप हो क्या,
आँप्छ अनि त्यो घर भइगयो। तर घर चाहिँ विरक्त लाग्दो हुँदो रहेछ। जे होस् आफू जन्मेको ठाउँ छोडेर मान्छे बसाइ छरेर गएपछि चाहिँ विरक्त लाग्दै हुँदो रहेछ। जे भए पनि आफू जन्मेको ठाउँ हो होइन, आफूले संरक्षण गर्नुपर्छ जस्तो त लाग्छ अब होइन। अब जम्मी 3 वर्षमा एकचोटि आइन्छ, त्यो पनि दिवालीमा। अनि होइन मतलब अरू बेला पनि आउने त गरिन्छ, आइन्छ, लिपिन्छ। अनि त्यस्तो अब खासै भित्र बाहिर मात्र लिपिन्छ कि अब त्यस्तो चाडहरू पनि आफूले यसो देखे जति अलिअलि सके जति त गरिन्छ। त्यो पनि मतलब अब दिवालीको जस्तो त धेरै सफा गरिँदैन नि त। जे भए पनि आफू जन्मेको काम छोडेर गएपछि चाहिँ सकेसम्म नछोड्नु पर्ने रहेछ जस्तो लाग्छ। के गर्नु, विरक्त लाग्छ आफू जन्मेको ठाउँ छोडेर जाँदाखेरि। अब मनले त मान्दैन होइन, त्यही पनि यस्तै हो, मन दुख्छ, के भन्नु र, रुन मन लाग्छ भन्नु पनि। यहाँ घरबाट चाहिँ यति आउनुपर्छ टोइलेट आउनुको लागि। अनि लिचीको बोट भइगयो होइन। अनि लिचीको बोटबाट अब धेरै वर्ष भयो नि त हाम्रो अब टोइलेट चाहिँ यस्तो रहेछ बिचरा। यतिको त जे भए पनि रहेछ, बग्दो पनि रहेछ होइन। यहाँ पानी छ, पानी त्यतिको रहेछ। अनि यो टोइलेट भइगयो होइन। यस्तै छ गाइस, अब आफूले छोडेको घर जे भए पनि, आफ्नो जन्मभूमि जे जस्तो भए पनि आफ्नो माया लाग्छ होइन। आफूलाई जन्मेको ठाउँ प्यारो लाग्छ, यस्तै छ। अब झार चाहिँ अति नै पलाएछ, विरक्त त लाग्ने भइगयो जङ्गल जस्तो भएपछि होइन। अब जे भए पनि जानी नजानी अन्जानमा कुनै गल्ती शब्द भने म त्यसमा चाहिँ क्षमाप्रार्थी छु होइन। अनि अब मैले जानी नजानी भिडियो बनाएँ, अब कस्तो भयो भनिदिनुहोस्, लाइक कमेन्ट गर्नुहोस् होइन। अब म गाउँ आएको बेला यसो एकछिन साँझको बेला के गरौँ जस्तो लाग्यो। अनि एकपल्ट बनाएको, मम्मी माम पनि पकाउँदै हुनुहुन्छ, लाइन गइरहेछ। अनि अब गाउँमा लाइन खासै आउँदैन पनि भनौँ न, लाइन आउँदैन। अनि अब अन्धकार छ, अब साँझ पर अब म यसो मम्मीले तरकारीहरू केलाउन सघाउँछु। बाई गाइस, फेरि भेटौँला है अर्को ब्लगमा।